माछा यहाँ उही माछा पर्या फिक्स पर्या यहाँ माछा पर्या हेर्नु यहाँ पनि सो गाइस बाम नपऱ्यो नि यहाँ एउटा माछा पर्छ कि देख्न सक्नुहुन्छ ल ल ल एउटा भ्यात्रा आयो माछा गाइस अब चाहिँ म जाल हेर्छु अनि जालमा पर्यायो कि पर्याएन सो हे गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि ब्याक भइसके समीर जिमाल प्लस तपाईँहरूमा अनि आज चाहिँ फेरि ब्याग लिएर अनि बस्यो नारायणीमा आइसकेँ अनि म चाहिँ यहाँ आज चाहिँ एक्लै म बल्छी थाप्न आएको जाल होइन बल्छी थाप्न आएको यो झोलाभरि बल्छी छ 10-11वटा बल्छी छ अनि आज चाहिँ सबै थाप्नुपर्ने हुन्छ अनि फेरि भोलि बिहान आएर हेर्नुपर्ने हुन्छ नि त अनि त्यही हो आज चाहिँ एक्लै छु कोही छैन मेरो साथमा अनि हेर्नु सक्नुहुन्छ नारायणी हल्का हल्का बाढी आइरहेछ क्या कलर चेन्ज भएको छ अहिले चाहिँ नारायणीको हेर्न सक्नुहुन्छ तपाईँहरूले हेर्नु अलिअलि धमिलो भइरहेको नारायणी अनि त्यही हो अब मैले जाल लिएर आएको छु क्यारे अनि अलिअलि माछा त्यही मारेर अनि त्यही माछालाई नै बल्छीमा आरा बनाएर चाहिँ फाल्ने हो मैले चाहिँ होइन त्यसो गर्ने हो सो मैले चाहिँ अहिले यहाँबाट चाहिँ एक थान फाल्ने निर्णय गरेँ होइन अब यहाँबाट चाहिँ म यहाँ यो पानीभित्र लुकाउनुपर्छ फेरि बल्छी पनि अनि यहाँदेखि चाहिँ म उतितासम्म फालिदिन्छु यो भेलसम्म अनि अघि मलाई काकाले यति दिन भएको क्या माछा उठाएन नै बल्छी थाप्न मागेको थियो नि त अनि त्यो दिन माछा अनि अब बल्छी चाहिँ यही हो यत्रो हुन्छ बल्छी बामको लागि यत्रो बल्छी थाप्ने हो अनि बल्छी बनाउनु पर्ने हुन्छ यो डोरीमा चाहिँ फेरि बल्छी नै नरहेछ क्या अनि यहाँ योमा चाहिँ फेरि दुईवटा बल्छी यहाँ एउटा यतापट्टि एउटा हो नि त दुईवटा रहेछ यिनीहरू फेरि सबै बनाउनु पर्ने हुन्छ कामै छैन होइन अलि धेरै बनाउने यहाँदेखि लगभग म पहिलो थानी यहीँ हुन्छ यहाँदेखि म यो ढुङ्गा छ नि यो ढुङ्गा पछाडिसम्म जान्छु कि म बल्छी थाप्दै यहाँबाट यसरी लरै थाप्दिने कि त्यहाँसम्म अनि भोलि बिहान मलाई आउँदा पनि सजिलो होस् न आएर छिचिडिएर जानुहुन्छ नि त अनि यहाँबाट चाहिँ म थाप्छु अनि पहिला थाप्नुभन्दा पहिला चाहिँ म बल्छी बनाउँछु क्या यहाँ बल्छी बनाउनु पर्ने हुन्छ यो यिनीहरू बनाउनु पर्ने हुन्छ यहाँ दुइटा रहेछ कि फेरि त्यही भएर चाहिँ जाउ भयो क्या सो गाइज मैले चाहिँ मोबाइल पनि अड्काइसकेँ यहाँ अड्काइसकेँ अब चाहिँ म यता बनाउँछु कि एकछिन अनि यो चाहिँ मेरो भिडियो अफ गर्ने अन गर्ने सबै यहीँबाट हुन्छ कि यो प्याट्ट गऱ्यो भने अफ हुन्छ प्याट्ट गऱ्यो भने अन हुन्छ है ब्लुटुथबाट चाहिँ यो कनेक्ट गरेको हो कि मैले यहाँनिर बल्छी बनाउनु भन्दा पनि म यहाँ आरा सारा हालेर म फालिदिइहाल्छु यहाँ सो देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ माछालाई बल्छीमा जोडिसकेँ यस्तो भयो क्या बल्छी देखिन्न क्या अब हेर्नु नै होइन माछा मात्र देखिन्छ कुरु गर्दा कप खान्छ पर्छ जोस् नारायणीमा आएपछि चाहिँ शान्त हुन्छ क्या जोस् होइन आनन्द फिल हुन्छ नि त ढुङ्गा त पाएँ फेरि भोलि बिहान तान्न पो सक्छ कि सक्दैन मैले सो बैल चाहिँ एक थान थापिसकेँ यहाँबाट यहीबाट थापेको छु मैले तपाईँहरूलाई देखाउँछु ल यहीबाट थापेको कि मैले यो ढुङ्गा छ नि यही ढुङ्गाबाट यहाँबाट यसरी थापे त तलतिर अब के हुन्छ भोलि नै थाहा हुन्छ आज चाहिँ थाहा हुँदैन भोलि नै थाहा हुन्छ भोलि हेरेपछि थाहा हुन्छ अब चाहिँ यहाँ भइहाल्यो अनि अब यो सबै सामान प्याक स्याक गरेर चाहिँ अब एउटा त्यहाँबाट थाप्छु अनि यसरी नै माथि जाने हो छिटो थाप्नुपर्छ पहिला सुरु चाहिँ रात पऱ्यो भयो चाहिँ फेरि झ्याउ हुन्छ क्या होइन भ्याउँदैन एक्लै छ नि त त्यही भएर अब नारायणीमा एक्लै डर पनि हुन्छ नि त फेरि छिटो जानुपर्छ त्यही भएर
साबन म चाहिँ यहीँ हालिदिन्छु यसलाई सो अब फेरि म यहाँबाट नि एक थान चाहिँ बल्छी थाप्छु त्यहाँबाट यहाँ गएर 2 थान हुन्छ अनि यहाँ अब छिटो म थापिहाल्छु यहाँ छेरो हो नि त छेराबाट चाहिँ म थाप्छु है त सो मैले चाहिँ यत्रो छोटो जाल यहाँबाट उठाइसकेँ यो नि हाम्रै हो अनि यो छोटो जाल चाहिँ कहाँ युज हुन्छ भनेदेखि यहाँ युज हुन्छ कि यहाँदेखि सट्ट उतै ढुङ्गासँग पुगेदेखि त भइहाल्यो नि होइन यो छेरामा चाहिँ पर्छ भन्ने सम्भावना हो त्यतिले त्यही पनि पुग्दैन होला यहाँदेखि यहाँसम्म हुन्छ होला जे भयो भने थापेर राखिदिउँ न पऱ्यो भने त पऱ्यो नि होइन अब पहिले चाहिँ 4 थान थापिसक्यो त्यहाँ टुप्पामा यहाँ टुप्पामा अब चाहिँ यहाँ टुप्पाबाट थाप्न लाग्यो फेरि यहाँबाट थापेपछि अनि फेरि म त्यता गएर त्यहाँ थाप्छु त्यहाँबाट फेरि माथि गएर थाप्छु अनि त्यसपछि म यहाँबाट यसरी घर जान्छु सो हे गाइस मैले चाहिँ अहिले सबै बल्छी भ्याइसकेँ टोटल बल्छी चाहिँ 10 थान भयो होइन अनि एउटा जाल छ छोटो अनि त्यही हो आज चाहिँ वाइल्ड थाक्यो अनि अहिलेसम्म म नारायणीमै छु भर्खरै थापेर भ्याइयो अब चाहिँ म घरतिर जान्छु अब तपाईँहरूसँग चाहिँ म भोलि नै भेट्छु होइन म चाहिँ अहिले नारायणी आइसक्यो मैले मुखै धुवाएन कि आज चाहिँ म 6 बजी उठेर आएको अनि नारायणी चाहिँ यही छ अनि भयो यता भर्खरै हिँड्दै आयो म यो डाँडा पछाडिबाट आएको हो कि म नयाँ टाढाबाट आएको सो हे गाइस म चाहिँ अहिले नारायणीमा आइसकेँ तपाईँहरूले पनि देख्न सक्नुहुन्छ यो चाहिँ नारायणी भयो हुन्छ नि पुरा हुसो लगाइरहेको क्या अनि मैले थापेको चाहिँ यहाँबाट छ एक थान यहीँबाट थापेँ त्यो के हो प्लास्टिक अनि अब चाहिँ म ढिलो नगरिकन फटाफटहरू चाहिँ म त तलसम्म जानु छ नि त यो अन्तिम बल्छी हो नि त यहाँ तलबाट थाप्दै आएको थियो यहाँसम्म अन्तिम थियो मेरो त्यहाँदेखि हेर्दै जाने अब तलदेखि होइन त्यही हो अब सुरुमा यहाँको हेरौँ अब के कस्तो हुन्छ त्यसपछि तलदेखि जाऊँ सो है गाइस बल्छी अरे बल्छी हेर्न लाग्यो तपाईँहरू पनि हेर्नु होला मैले मुखै धुवाएन अरे
हिजो म बल्छी थाप्दै गर्दाखेरि काका पनि थाप्न आउनु भएको थियो कि जाल। अनि काका र मेरो कुरा भएको थियो कि भोलि बिहान सँगै आउने भनेर मलाई छोडेर आइरहेछ काकाले। थापेको ठाउँै बिर्स्यो अरे यतैतिर हो कहाँ थापेको थिएँ मैले बिर्सेँ। अब यता के हो सो 3 थान उठाइसक्यो अहिलेसम्म एउटा परेन। बल्छी मात्रै माछा छैन। माछा हालौँ भनेको खै सबै नै हुने भयो। ल त्यही हो अब चाहिँ यहाँ एक थान छ अनि फेरि त्यसपछि तल रेखा त्यही हो। काका पनि जानु भइहाल्यो। बल्छी हराएर खोज्दा नपाएर भिडियो हेरेर मैले खोजेको कि एक थान अब मैले यहीँबाट फालेको थियो यतैबाट फालेको कतातिर। अब यहाँको पनि कहाँ हो बल्छी थाहै छैन भनेको यार। अलि पानीभित्र राखेको अनि अब सधैँ के हुन्थ्यो भने अब बिहान अलि पानी घटेर बस्थ्यो क्या अनि ठिक्क हुन्थ्यो। अब पानीभित्र राखेको झन् पानी बढी गएछ कहाँ होला। त्यही म फेरि भिडियो हेरेर खोज्छु अब। सो गाइस बाम्न पऱ्यो नि। यहाँ एउटा माछा पर्छ कि देख्न सक्नुहुन्छ। ल ल ल एउटा भ्यात्रा आयो माछा ल फाइनल्ली एउटा माछा परिसक्यो गाइस देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यत्रो माछा परेको अब चाहिँ त्यही हो। अब चाहिँ माछा पर्ला कि भन्ने आश लाग्यो मलाई। अब चाहिँ तल पनि छ नि त। अनि एउटा चाहिँ फाइनल्ली परिसक्यो यहाँ। 3 थानमा चाहिँ नपरिकन 4 थानमा आएर परेको हेर्नु नै। यहाँ फेरि 2टा थापेको थियो कि बल्छी अनि अर्को चाहिँ छैन अर्कोमा परेन रहेछ। यसमा चाहिँ परेछ ल खुसी लाग्यो ल माछा परे माछा। जाल चाहिँ यहीँ हो। यो सिट छ नि यहीँ हो। अनि एउटा बल्छी चाहिँ यहाँ छ। अनि अब 5 थान छ एउटा यहाँ एउटा ऊ त्यहाँनिर यहाँनिर त्यहाँ यसरी देख्न सक्नुहुन्छ। यस्तो हुसो लाग्ने मोबाइलमा चाहिँ अलिक त्यति साह्रो हुसो नदेखेको। त्यो पुल हेर्न राम्रोसँगै देखेँ होइन। गाइस अब चाहिँ म जाल हेर्छु अनि जालमा परेन हेर्छु। यही हो के अरे जाल यही सिट छ। परे जाल अलि परे एउटा माछा सो गाइस जालमा पनि दुईटा माछा परिसके। तपाईँहरूले देख्न सक्नुहुन्छ एउटा यो भइहाल्यो अनि एउटा उहाँ छ है 2टा माछा परे है। माछा परे फिक्स परे यहाँ माछा परे हेर्नु फिक्स यार। फिक्स परे क्या धर्छ
यहाँ पनि यहाँ पनि झट 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 गरेको कि माइत्रुले धरेछ म त बाम पऱ्यो होला कि झट 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 गर्छ यार ए अर्को पनि मारिसक्यो अर्को पनि यो चाहिँ अलिक सानो रहेछ क्या झट 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 गरेर राख्यो अनि म त ठुलै माछा पऱ्यो क्या भनेको त पछि यस्तो थुतेको त सानो पो रहेछ ल तर पनि ठिक छ रित्तै बल्छी आउनु भन्दा त सानो भए पनि परेको त ठिकै त अनि होइन एक्लै छु म नारायणतिर अहिले काका पनि घरकै छ गाइस फेरि पनि यहाँ पनि परिसक्यो एउटा माछा माछा यहाँ माछा देख्न सक्नुहुन्छ मैले थाप्नु चाहिँ बाम बल्छी थापेको हो तर बाम नपऱ्यो अरू माछा परायो यो चाहिँ न्याम्ना यहाँ परेको खै गाइस खास गरी मैले चाहिँ बाम बल्छी थापेको हो होइन अनि बाम अहिले सबै एउटा परेन अरू माछा पऱ्यो तर बाम परेन कि एउटा फेरि यहाँबाट थापेँ मैले यहाँबाट थान बाँकी छ त्यहाँनिर अब त्यो बाँकी हुन्छ हेर्दै जाऊ यहाँ मानी परेन अहिले चाहिँ अनि अब त्यही हो त्यही एउटा आयो त्यसपछि अनि घरतिर हो सो मैले चाहिँ टोटल माछा यति मारेँ यो लगभग आधा किलो जति छ यो टोटल सबै अनि बल्छीमा चाहिँ यो तिनवटा परेको अनि जालमा दुईवटा अनि लास्ट थान पनि मैले उठाइसकेँ अनि लास्टको पनि अड्क्याएर रहेछ परेन रहेछ अनि मजाले तानिदिएको मेन ढुङ्गै चुडेर गयो बल्छी चाहिँ आएछ बल्छी आएपछि त भइहाल्यो नि होइन अब टोटल माछा चाहिँ यति नै हो मेरो होइन आधा किलो जति छ यति अनि त्यही हो आजको भिडियो चाहिँ यति नै हुन्छ तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला होइन अनि अब चाहिँ म सरासर घर जान्छु त्यो घर जानुभन्दा अगाडि चाहिँ म भिडियोलाई यतैतिर इन गर्छु थ्याङ्क यू फर वाचिङ फुल भिडियो जो जति पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि यस्तै भिडियो हेर्नु मन छ भने चाहिँ सब्सक्राइब पनि गरेर राख्नु होला होइन मन छैन भनेदेखि त अब म केही पनि भन्दिनँ त्यही हो अब म सरासर घर जान्छु बाई बाई